भिडियो बनाउनु छ ल म भिडियो बनाउँदैछु है मास्टर आइन भन्नु भन्ने है यसरी भन्नु ओके होइन होइन उचालेर कटाउनुहोस् उचालेर डालो उचालेर तान 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 ओ तान अझै तान चुप ओ सेपका यो मुरी टान्ने तरिका हो छोड छोड भिरमा भएका अत्यन्तै भिरमा चाहिँ हो त्यो त हालेर त्यो पराउनु भिरलाई सुतरी टच गराउनुस् र तगल चाप्नुस् यार महरु तान्ने यो पुरानो तरिका हो यता माथि के किन बोल्दै बोल्दैन नि त पुरा यहाँ वारी बस्नु बाजे यो थेता उपरि बस्नु त्यहाँ त सुनिन्न पाक मरे सुनिन्न ल पुण्य यहाँ कहिलेदेखि आउनु भयो तपाईँहरू यहाँ मोरी काट्न कहिलेदेखि आउनु भएको रे अस्तिदेखि भन्नाले अरू नि अच्छा 3-4 दिन भएन यहीँ पकाउने खाने यहीँ बस्ने 4 दिन भयो नि सर आएको ओहो अनि यहीँ सुत्ने हो दाइ नमस्कार है नमस्कार ओहो नमस्कार नमस्कार हजुर आउनु आउनु ल उम्लन सर तपाईँले त यो हेर्नु भएको थियो नि पहिला नि मैले पहिला यहाँ आएर हेरेको थिइनँ ए अन्त त हेरेको थिएँ रमाइलो रहेछ यसलाई अझ व्यवस्थापन गर्नु पनि देखियो यत्रो आम्दानीको स्रोत पनि हो एउटा भन्ने चिज हामीले बनाएर हुने चिज त होइन नि त एकदमै चिजलाई यसलाई व्यवस्थापन गरेर अझ राम्रो बस बनाउने ठाउँ रहेछ तपाईँ दाइ खुट्टामा टोकाउनु लाग्नु होइन मौरीले ओहो ल यो थेरापी हो मौरीले टोकाएपछि चाहिँ राम्रो हुन्छ भन्ने छ मौरीले टोकिरहेको छ त्यहाँ ल मौरीले टोकाएपछि चाहिँ राम्रो हुन्छ भन्ने छ कि दाइ टोकेको त छैन अझै ए हो याचो गर्नु न त यार टुकेर चाहिँ विगत 4 दिनदेखि यहाँ आएर चाहिँ बसिरहनु भएको छ यहीँ बस्ने अनि खाने अनि काट्ने हेर्नु है मौरी यो पुरै मौरी घुमिरहेको छ कति बेला टडम्मै टोक्छ भन्ने थाहा छैन माथि मौरी काट्ने मान्छे माथि हाम्रो क्यामेराले कैद गर्नु पनि गाह्रो भइरहेछ धेरै माथि हुन्छ यत्रोको सानो देखिन्छ माथि भिरमा यसलाई मौरीको चाका भन्छ पाना पनि भनिन्छ अनि यसमा हाल्ने र माथि रस चाहिँ तल गाग्रीमा झर्ने सिस्टम छ होला यहाँ पाना चाहिँ म त घरमौरी देखेको वनमौरी खासै नदेखेको रमिँदै हुँदो रहेछ यहाँ यसरी आगो फुक्यो टक्कला चाहिँ बस्यो यो धुवाले चाहिँ मौरीलाई भगाइदिन्छ मान्छेलाई टोक्नबाट बचाउँछ यो धुवाले गर्दाखेरि यो उनायो
यहाँ अहिले कतिजना जति हुन्छ राति बस्ने? यहाँ राति त यस्तो हो सर, हाम्रो त ऊ लाग्छ यसो ड्युटी जस्तो। ड्युटी जस्तो रोटेसन हुन्छ हजुर। टोली बाँडेर बसिन्छ, 2-4 जना मात्रै बस्छ। हो यसमा टक्क अलिअलि चाहिँ ऊ यो के अरे यो उनामाथि मिलाएर जेतेपाते अब जेतेपाते ओछ्याउने अनि खास्टा सास्ना अब ब्ल्याङ्केट के हुन्छ नि अब त्यही हिसाबले लिएर अब हजुर ड्युटी लाग्छ क्या। अब 2-4 जना यहाँ बस्नु पर्ने हुन्छ। बस्ने रातभरि दिनभर थाकेको हुन्छ, प्रायः सुतिहाल्ने, खानासाना खाएपछि कति बजीतिर सुत्नुहुन्छ? 8-9 बज्छ, 10 पनि बज्छ गफ गर्ने होइन। ल माथिबाट डालोमा चाहिँ म झरेको छ है, माथिबाट सरर माथिबाट काटेर माथिबाट यो डालोमा चाहिँ ल नै अब खनाउने हो म है। डालोभित्र प्लास्टिक बेरिएको छ। वाह पहिला सरर अब निचर्ने। रस आउँदैछ सर हजुर यो उयोहरू के फुटहरू यस्तो फुटहरू बिग्रेको चाहिँ नहाल्ने धेरै अनि रस पनि यो माउरीको छोरा भन्छ नि त्यो परको त्यो खानु र के हो यो छोरा हो। यो हुन्छ नि छोराले त घर मौरीको त खाइन्छ, यहाँ बनमौरी के हुन्छ? सब्जी तरेर पाइन्छ नि हौ बनाएर खाने यसको यस्तो डाइट एलर्जी डाइट गर्छ। बोकेको पानीले कति पुऱ्याउने आथे अब 20-30 जनाहरू आथे बिचरा एक गाग्री पानीले कति धुने सोकको पानी नलिएर यहाँ चाहिँ मौरी काट्नेले चाहिँ वडा अध्यक्षलाई एउटा चाहिँ पानीको व्यवस्था गर्नु पर्यो। यहाँ गाह्रो भयो भन्ने कुरा चाहिँ आफ्नो सट्टा अब दुखी सुख पोख्दै हुनुहुन्छ। ठाउँ पनि अत्यन्तै रमणीय छ है। उसले ओड्ने ओछ्याउने लिएर आउनुभयो यहाँ? माथि के त्यो माथिबाट त्यो डालो तल झारिदिने अनि माथि तान्ने मान्छेलाई के भन्छ अरे? सुतरे। अहिले सुतरेमा को हुनुहुन्छ यहाँ? सुतरेमा हाम्रो अहिले हाम्रो आफै भीमबहादुर खड्का छ हजुर। अर्को हाम्रो रविन्द्र बुढा ए हजुर। अनि मन घरती अनि अर्को त सुन्दर पुन ए 4 जना। अनि त्यसपछि त्यो भिरमा गएर म काट्ने हुनुहुन्छ नि उहाँलाई चाहिँ भिराली होइन? अनि भिरालीमा को हुनुहुन्छ अहिले? भिरालीमा यिनी सबै पर्फेक्ट हुन्। सुतरेमा अनि भिरालीमा सबै त्यसरी मिलेर गर्छ। ए हजुर। कामहरू के हुँदैछ? पानी लिनु पर्यो, दाउरा गर्नु पर्यो, यो म छान्नु पर्यो। अब म फेरि भइसक्यो भने लैजानु पर्यो हजुर। अब स्टोर गर्नको लागि होइन, गाग्री भरेपछि हरेन जानु पर्यो। त्यसरी त्यही पनि अब मान्छे अपुग, त्यही भएर सरलाई मैले आधा कोइल पाइप चाहिँ मागेको पालिकाबाट छ भन्ने कुरा कोइल पाइप दिनुहोस्, हामीले यहाँ व्यवस्थित गर्नु पर्यो। हिजो हाम्रो ऊ राखेपछि अब त्यसले आङमा पुस्नु त भएन। दुनियाँ बोकेको पानी त्यता गाग्रीमा बोकेको पानी त्यो जानाले नपुर्याउनु सक्ने।